साथीहरु यहाँ खाना बनाउन तयारी भइरहेको अहिले त्यहाँ दिदीले अहिले करेला बनाउँदै हुनुहुन्छ अनि साडु साहब यसरी घुम्नु भएको फेरि वरपर घरको हजारी पुल पनि फुलिसके यहाँबाट उ परसम्म घरको चारैतर्फ साथीहरु अनि त्यो हेर्नु त्यो पुरानो घर अहिले भित्काएर अब त्यसलाई गोठ बनाउने भने गरे अगाडि हेर भ्यू लोकमा त्यहाँ गएर चाहिँ गयो किताब पहिला त पढे लेखा गरे तँलाई थाहा होला रामपुर 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 पनि पर्दैछ र नहीं त के रामपुर त इन्डियाको हो
पूर्व कोही थियो पश्चिम भावीको लेखाले पल पल तडपे बाँच्ने गर्थ्यो बिछोडाको बेथाले बिछोडाको बेथाले संस्कृति यो प्यारो हाम्रो भेटघाट जुराउँछ समृद्धि बढ्दै जाओस् आशिष मेरी बहिनीलाई आशिष मेरी बहिनीलाई
Bye.
लगानीको चिसो पानी धरानीको साटिदेऊ सम्झना जिन्दगानीको कश्मीरे छोरी दार्जिलिङको रे लम्साइली तिरती दिन बाँचुन्जेल कश्मीरे छोरी दार्जिलिङको रे लम्साइली तिरती दिन बाँचुन्जेल लम्साइली तिरती दिन बाँचुन्जेल खोले तिमीलाई लाखौँ लाखौँ कश्मीरे पछौरी दार्जिलिङको रे लम्साइली दिन कति राम्रो गागा म बुढी दम लागेर म बेलामा पनि सुनौँ गाउँसँगै देउसी खेलौँ लागेर उठेर आइलो म पनि भट्याउँछु भाइयो देउसी साथीहरु अहिले तयारी चल्दैछ एकैछिन
चालू गरिरहेको त हजुर ठिकै भन्यो हजुर जानुहोस् माथि गोल्ला र उसलाई यहीँ बोलाउनु सबै तिनै भाइले कट्ठी लगाउँछन् तिनको आफ हराउनु पर्नु लगाउनु त यस्तो कुरा गर्दा अन्त म फेरि सोचेँ साँच्चै म गए पनि होला नि के कामले दाइ म आफै गरेर हेरेर होस् भाइर पैसा चाहिँ बेराउनु आयो कसले मलाई अब तिम्रो घर हामी किन जानु पर्यो छोडिनुहोस् त्यसो भए दिदीले झुट बोलियो उनीहरू पनि धर्म जाने आउने गर्छन् गरे एउटा मात्र लगा मलाई त्यो रातो खाले छटको मुखी जान्छ हात हालेसमा कहाँ आधारले लगाउँछन् लगाउँछ नि लगाउँछन् के मलाई लगाउँछन् लगाउँछन् अलि भोलि खेल्नु गएछ त त्यहाँ मलाई बोल लगाएर बसिदिनुहुन्छ हातमा पनि लगाउँछन् मिठाई त मैले दिएन अरे मुच्चुर रमान्ती छ भन्छ ठुल्ठुलो रहेछ क्यों दादा साग खाने खाए अब भाइको पालो खान्छु दे अल्ला खाने साग खाएस किन नखाने सास बोतल नखाने खाने कोही जानु पाएन भोलि खानु जाने हो को त लड झन् डर लाग्छ मलाई म डर्ने कामै गर्दैन नेपालमा पनि मोतीचुर हुनु रहेछ मलाई पहिलोचोटि थाहा पाएँ मैले पनि पञ्चोटि ल्याएर थाहा पाएँ आज आएँ नेपाल आएदेखि मैले मोतीचुर लड्डु खाएँ त्यो लुगटे भयो अचोटि आयो भने ठुलो लगाउनु ल नत्र भने ठुला त कहिले गर्दैन नि त्यस्तो आउनु पर्दैन ठुला त जहिले पनि त्यही यो बच्चा छ ठुल्दाले गर्दैनन् होइन बाह्र मुखमा त ठिकै हो ठुल्दाहरू पनि धेरै छैन यति कुरा पनि याद राखेको फेरि ल टक्क सुहायो भइगयो ढोक गर्दैनस् त खोइ फोटो खिच्नु त माया मलाई खै त माला लगाइदिया दिदीलाई माला लगाउन नै लगाउँछ नि क्या कसले लगाउँछ तलतिर कसैले लगाएन नै हामी लगाइदिनुहुन्छ सबै जसले गरे जो गरे त्यही गर्नुपर्छ सबै माला लगाइदिया कहाँ सबै लगाउँछु मैले मलाई राजा बनाउनु नगर त लगाइदिनु लगाउनु नि अहिले छन् न यसलाई नि दिएन अब एक कुरो साँझै छ र भने खै फोटो गरौँ तल लगा बाबु कोर्ट लगाइदिनु जबरजस्ती नगर क्या धर्म गएको मान्छेलाई भान्जी आएको थिएन अहिले हाम्रो घर अब जान्ला छिन् एकैछिन नबसिकन एकैछिन 1 मिनटको लागि आइन् अब सिधै गइगयो कहिले आउने हो त भोलि भोलि आउँछु हाम्रो त ल आउँछु कि दिउँसो बरु आउँछु अमिलो लिएर आउनु है अमिलो दिन्छ
जुम्मे मेरो आगो बस्ती मेरो टिकापुर दिमाग मेरो तातो आयो तेरो दाइ भाइ बुझी छोड अब बाटो फेरि पारमा आयो चिपाट उठ तेरो सातो कम पछिल्लो साइड टिकापुर दिमाग मेरो तातो आयो तेरो दाइ भाइ बुझी छोड अब बाटो फेरि पारमा आयो चिपाट उठ तेरो सातो पानी सम्हालिन गएको भाइ अस्ति एको खाती गर्न मोज मस्ती जाने मेरो लाइफ तारा मेरो अथर्टी तपाईँ अर्को आयो मुझी कति पटाउनु भाइ लड्की मोज मस्ती गर्न भाइ आफ्नो रहेछ धर्ती बाँसको तल बसेर मालमा मिलाउँछु सुर्ती उठ्छु तानेर भाइ म एक खुप्पी पुगियो मेरो टिकापुर दिमाग मेरो तातो आयो तेरो दाइ भाइ मुझी छोड्न अब बाटो टिकापुर मोर एरिया कोइलाली के राजा हुई तुझे मोर आगे काटा बनी ओकरमै बेन बुझै पु मलाई पुया लड़कनमै नंगा करके नंगन से बुहा हा नंगन से बु यो अस्ते बचाल मोर बचाल ले हो टूरे मोरी बाला अस्ते बचाल मोर कोई काली में मन से चुडमा अस्ते बचाल लड़का फे मोरी सब जब बात अस्ते बचाल ले हो टूरे मोरी बात आखी में तो चला केबरे में लाली चोरल बसोला साल के जवानी नहीं तो सारे मेरे खुदामी ना जोड़ कोठे अपने चमकामी लंदन देव तोर घोर गाल बा दिन भर गान मारू रात भर कान जा तो मार में जाके माल मारू हमें पे बिगल थारू घर में जाके मैं थारू बिगारू पारा मोड़ी सबको सीधा पे मैं बात को बिगारू गयो जमाना ए सुर्ती मागे कहाँ घर जाने कहीँ जाने अहिले ल न तिमी हाम्रो आन्टीलाई अहिले यहाँ भाँडा धुन लाग्छ नि हेर्नुहोस् पानी 2 दिन पछि आयो गरे यो घरमा 2 दिन कि 3 दिन पछि साथीहरु गाउँघरको दुःख यस्तो हुँदो रहेछ के गर्ने बल्ल अहिले गाँ सर्न गाहान म फेरि अहिले भाइको घर गइरहेको छु अहिले पर घरमा को हुने पनि थाहा छैन त्यही पनि जाम भेटेर आम त्यही हो भने साथीहरु यो जंगलको बीचमा बजाएको सानो गाउँ एउटा माथि छ एउटा तल छ एउटा फेरि हाम्रो यतापट्टि छ साथीहरु घर अनि यही यो सानो गाउँ एउटै छ रहेछ यहाँ घर यहाँ मान्छे बसेछन् के हो त्यही यो साथीहरु हाम्रो अंकलको घर गुड मर्निङ साथीहरु यो हो बिहान गाउँको नजारा पहाड हेर्न सक्नु कस्तो बादल छ गाउँतिर अनि यहाँ हेर्नु गाई गोरु यिनी हुन् चल्ला साथीहरु यो हो गाउँ घरको नजारा बादल हेर्न सक्नुहुन्छ त्यो डाँडाको तल एमा गोरै आउँछ हैन साथीहरु रात कहीं घुम्न कहाँ गएको थियो घुम्न पाल्पा र बुटल
बिहान 4 बजे आएर मान्छे यहाँ काममा लाग्यो हेर्नुहोस् मेहनती केटी स्कुल जान नगरे 1 हप्तासम्म गरे अब म जान्थेँ रे साथीहरू आन्टीसँग सबैसँग भेट गरिसके अब जानेतिर होला दाङतिर घुम्न अनि यता पाएको साथीहरू क्या नजारा छ अन्त तोरी उम्रेखेनन् उम्रे पनि यसरी फुलेखेनन् यो ठाउँमा फेरि कस्तो राम्रो फुलेको साथीहरू हेर्न सक्नुहुन्छ हेर्नु साथीहरू कस्तो दामी फुलेको क्या यहाँ फेरि मौरीको पनि आवाज आइरह होला हजुरलाई अनि हेर्नु डाँडा पाखा साथीहरू क्या दामी छ आहा सिनहरू माथि पायो भने क्या दामी छ आहा मजा आइगयो यहाँ साथीहरू घुमेर पनि अहिले त्यहाँ डाँडा यहाँ घाम छ फेरि त्यो डाँडामा पारि बादल छ हो डाँडामा फेरि बादल छ त्यहाँ तल हेर्न सक्नुहुन्छ साथीहरू कहिले धान उठाइरहन् कहिले के गरिरहन् उता पाए पनि खेतमा मान्छे छन् वरपर सबले पानी पर्छ भनेर छिटो आफ्नो धान सुकाएबरी उठाल्छन् कसैको बिग्रिया कसैको के भा थाहा छैन साथीहरू यस्तै छ हो जानु फेरि राम्रोसँग आज बने अहिले भदैसित भेट्न गर्न जाने अहिले बाटामा भेट्ने नै थाहा छैन बाँचेको साथी हुन्छ क्या फोन गर्नुहुन्छ नि बस्नु के गर्ने हो आऊ
सिंगल इटा रहेछ नि ल साथीहरु हामी अब मम्मीलाई पनि बसमा बसालिकन नै हाइसमा बसालिकन आइगयौँ हैन अलिकति तरकारी लिएर सुस्वा साग अब यही बनाएर खान त हो साँझको तरकारी साथीहरु हामीले पनि अलिकति नास्ता गरेर आयौँ हैन यताको ठाउँ हेर्न सक्नुहुन्छ हजुरले क्या दामी छ गोबी लगान के छ अनि हाम्रो गाउँ टाढा पारीमा थियो हेर्नु भयो होला अलिअलि यता यहाँको ठाउँ कस्तो छ यता आएन आजकल मेला खाते गाडी भने त म मिल्ने मिल्दैन के पानी पिउनु मन लाग्छ हेर्न सक्नुहुन्छ सासु आमाको अवस्था भिडियो कति गराउनु हो केही मिलाएको छ एमपी सकिसक्यो भिडियो बनाइहाल्ने केही पैसा मिलाएको छ कि नै फेसबुकबाट पैसा मिलाएको छ मिल्या होला बनाउने नै आफ्नो घरमा पैसा सक्ने उ गरे बनाएको टाइम पास मात्रै के पैसा भिडियो हाले पैसा मिल्ने बेला त चलो हो हाम्रो जाले प्रगति गर्नु भएको छ भन्दा त बिस्तारै हेर्न सक्नुहुन्छ साथीहरु ढारेले यहाँ भिडियो बनाइरहा टिकटक भिडियो घाँटीबाट एउटा आवाज आएन ड्युटीको मुख टाढो भएर देख्न कसैले त्यहाँ बोल्न सक्दैनन् तिनीहरू त त्यो गरेन हिँड्न भने बामे हो रिसेप्सन भित्रै हुनुहुन्छ अनि त्यो रिसेप्सन बाहिर फाल्ने कसले हो के हो हेर्दैनन् छोराबच्ची पनि हेर्दैन बुहारीपट्टि अब माइली बाइली गर्छ कि अलिअलि माइली गर्छ अलिअलि गर्छ उनी पनि तिमीले सिकेको हुने धेरै भयो त कहाँ हुन्छ र नगर्न लड्न दे साथीहरु मोमो पनि आइसक्यो हैन
यहाँको मोमो दामी हुन्छ भन्ने सुनेको थिएँ मैले। एकचोटि पहिला पनि खाएको थिएँ, अहिले पनि दामी छ साथीहरू। अब खाने उसको बाद फेरि पहिला यात्रा गर्ने। साथीहरू अहिले गइरहेको छु म कालानाला हस्पिटल बुढीलाई लगेर। बुढी म जाँदैछु अहिले चेकअपको लागि। के हुन्छ खर्च पनि लाग्छ भने मेरो के हुन्छ अब चल्छ। साथीहरू हामी दुईजना जान लाग्छौँ अहिले। एकचोटि पहिला जाने बेला बन्द थियो, आज के हुन्छ है साथीहरू। के थाहा लाग्यो सर साथीहरू, आज पनि निराशा हात लाग्यो। यहाँ बन्द भइगयो रहेछ के जस्तो लाग्यो। अब जानु पर्यो, कहाँ जाने होला अब गएर हेरौँ। साथीहरू आज हामी जान लाग्छौँ सोनोग्राफी गराउन हस्पिटलतिर होइन। अरू आन्टीलाई हल्का फुल्का खानापिना लगेकिन, किनकि अब दिउँसोको नास्ता बिहानको खाना भाइले लगेको, अनि दिउँसोको नास्ता लगिरहेको मैले। जान्थ्यो होला साथीहरू, ढिलो भइसक्यो। टाइम 11 बजीको, हिँड्दा हिँड्दै 12-1 बज्छ क्या साथीहरू। अब हेरौँ कस्तो हुन्छ। जब छ तब पनि टेन्सन के हुन्छ अहिले, त्यो के भन्थ्यो त्यसलाई।